Otish.com. Learn anywhere, anytime. 안녕하세요. नमस्कार. म किरणराज मोक्तान नमस्कार इन्स्टिट्युट कीर्तिपुर काठमाडौँ र होटिस प्लेटफर्ममा अध्यापन गराइरहेको छु। यो अहुइको पार्ट 3 मा हामी पुगिसकेका छौं। पार्ट 1 र पार्ट 2 अगाडिको भिडियोमा हामीले अध्ययन गरिसक्यौं र मैले पढाइसके। यहाँहरुले त्यो पनि हेरेर नभुल्नु होला। र अब अहुइकै पार्ट 3 फेगिलवन फे पानी जहाजको मेन सबैभन्दा थ्विटफुबनल पछाडीको भागलाई अरे पछाडीको भागलाई मारान्दा बुझाउँछ। दिस इज सन्मिबु पानी जहाजको पछाडीको भाग। पानी जहाजको पछाडीको भाग। फेकोरी पानी जहाजको पुच्छरको भाग। कोरी भनेको पुच्छर अथवा फेक्कोरी पानी जहाजको पुच्छर, पानी जहाजको पछाडी भाग। फेरि सुन्नुलाई फे मेन थ्विटफुबनल पानी जहाजको सबैभन्दा पछाडीको भागलाई मारहन्दा बुझाउँछ, जनाउँछ। त्यही सन्सु सन्मिबु फे कोरी फे मरि। त्यसो भने फे मेन आफुबनल मारहन्दा भने अब चाहिँ सन्सुबु हुन्छ। फे 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 मरि अथवा फेन मरि जुन अगाडिको अहुइको पार्ट 2 मा पढाइसकेको छु। नेक्स्ट छागपचागा सस कामदार उभिएर इराल सिनन खोसिमिदा काम गर्न सक्ने ठाउँ हो। काम गर्न सक्ने ठाउँ दिस इज छागा पाल्फान भन्छ तपाईको साथीले। छागा पाल्फान भने छागा पाल्फान काम गर्दा खुट्टा टेक्ने ठाउँ। काम गर्दा खुट्टा टेक्ने ठाउँ। फेसिनेलाई छागपचागा सस कामदार उभिएर हिराल सिन खोसिममा काम गर्न सक्ने ठाउँ हो। दिस इज छागा पाल्फान काम गर्दा खुट्टा टेक्ने ठाउँ। नोफुन कोसेस अग्लो ठाउँमा आन्जनागे छागबाल सिक्के सुरक्षित तरिकाले काम गर्न सक्ने गरी काम गर्न सक्ने गरी इम्सिरो अस्थायी रूपमा सल्सियानुन अस्थायी रूपमा सल्सियानुन जडान गर्ने खुजोमुरी मृदा बिल्ट स्ट्रक्चर हो, निर्माण संरचना हो। दिस इज फिगे स्काफोल्ड नेपालीमा खट भन्छ। स्काफोल्ड अंग्रेजी शब्द स्काफोल्ड। पेशेंस नपुन कोशिश अग्लामा आन्जनागे छागबाल सिक्के सुरक्षित तरिकाले काम गर्न सक्ने गरी हिमसी र सल्सियानु खुजुब्रेमदा अस्थायी रूपमा जडान गर्ने निर्माण संरचना हो। दिस इज फिगे खट स्काफोल्ड। नेक्स्ट छागा फाल्फाने काम गर्दा खुट्टा टेक्ने ठाउँको
छिजिदिएर समर्थन डन्डीको रूपमा भनेको सपोर्ट डन्डीको रूपमा सपोर्ट डन्डीको रूपमा फिगे खिदुङे खटको पिल्लरमा सुफ्याङ र सिधा रूपमा हरिजेन्टल रूपमा सिधा रूपमा सल्सियान 5 हो मिदा जडान गर्ने 5 हो जडान गर्ने 5 हो दिस इज तीजाङ टी डन्डी टी आकारको डन्डी दिस टी डन्डी पेशेन्स छागा पाल्पाने काम गर्दा खुट्टा टेक्ने ठाउँको छिजिदो र सपोर्ट डन्डीको रूपमा फेगे खिदुङे खटको पिल्लरमा सुफेङ र सल्सियान 5 मिनट सिधा रूपमा जडान गर्ने 5 दिस इज तीजाङ भनेको टी डन्डी टी आकारको डन्डी भनिसियोमा यसमा 1300 बारीको डन्डी फिगे खटको आन्जङ स्वाङुल स्थायी गुणलाई अनि स्थायित्व गुणलाई स्थायी गुणलाई नफिगे उइए उच्च बनाउनको लागि थेगाक सनुरो विकर्ण रेखाको रूपमा भनेको डायगोनलको रूपमा म्याथमेटिक्समा यसलाई डायगोनल नेपालीमा विकर्ण रेखा क्रस रेखा भन्ने हुन्छ विकर्ण रेखा डायगोनल बुझ्यो भने क्रस रेखाको रूपमा अथवा क्रस लाइनको रूपमा भनिन्छ सल्सियान 5 मिदा जडान गर्ने 5 हो जडान गर्ने 5 हो जस्तै यो चौकोन भने दिस इज डायगोनल दिस अल्सो डायगोनल दिस इज थेगाक्सन भन्ने थे भनेको ठुलो खाक भनेको कोण हो सन भनेको लाइन सबभन्दा ठुलो कोण बनाउँछ ठ्याक्कै 45 डिग्री हो नेक्स्ट त्यसै खासे भनेको क्रस डन्डी फेरि सुन्नु फिगे आन्जसँग खटको स्थायी गुणलाई भने स्थायित्व गुणलाई नफिगे उच्च बनाउनलाई थेगाक्सनहरू विकर्ण रेखाको रूपमा डायगोनलको रूपमा क्रस रेखाको रूपमा सल्सियान जडान गर्ने 5 इने 5 हो त्यसो खासे खारो भनेको 1300 हो यो चाहिँ यसरी डायगोनलमा 1300 बारी आउँछ डायगोनल क्रस डन्डी राइट फिगे खिदुङी खटको पिल्लर हुन्दुलीजी आन्दोलक नहल्लिने गरी फिगे आरेत फो भने खटको तल्लो भागमा सल्सियान 5 मिनेर जडान गर्ने 5 हो दिस इज मितङ छावे मित भनेको तल दुङ भनेको खिदुङ भनेको पिल्लर छावी भने समाउने ह्यान्डल भनेपछि तल्लो तहको डन्डी योभन्दा तल अरू कुनै पनि डन्डी हुन्न पेशेन्स फेगे खिदुङे खटको पिल्लर हुन्दोलीजी आन्दोलक नहल्लिने गरी फिगे आरेत फो भने खटको तल्लो भागमा
सल्सियन 5 इना जडा गरे 5 हो त्यसै मितुङ छाबी तल्लो तको डन्डी त्यो भन्दा तल कुनै पनि डन्डी हुन्न यो सबैभन्दा तल मितफाछिम हो यो मितफाछिम छलमुल हुन्छ तल झुन्ड्याइएको भनिन्छ ल तल त्यो भन्दा तल अरु झुन्ड्याइएको एको फलामको वस्तु छल भनेको छलफान फलामको पाता फलामको वस्तु यो भन्दा मुनि चाहिँ कालफान राखे हुन्छ कालफान भनेको दिस इज कालफान कालफान भनेको बिछ्याउने बोर्ड यहाँ चाहिँ खिदुङ राखे हुन्छ खटको पिल्लर फिगे खिदुङ खटको पिल्लर अनि यसमा तेर्सो पारिएको सबैभन्दा यो डन्डीलाई चाहिँ भन्छ मितुङ छाबी हो यो मितुङ छाबी अनि यसरी अरु टी डन्डीहरू हुन्छन् तिजाङ टी डन्डी अनि यसमा अर्को क्रस गरिएको रेखाहरू हुन्छन् दिस इज थेगाक्सन को रूपमा जोडिएको थेगाक्सन भने पनि मिल्छ खासे भनौं क्रस डन्डी यो खासे दिस इज क्रस डन्डी हुन्छ अब यहाँ मान्छे काम गर्नलाई यहाँ चाहिँ ठाउँ बनाइन्छ दिस इज छागा फाल्फान काम गर्दा खुट्टा टेक्ने ठाउँ अनि यसमा मान्छे लड्छ भने फेरि डन्डीहरू राखिन्छ दिस इज आन्जान नानगान सेफ्टी रेलिङ अनि यस्तै गरेर अर्को एउटा मेन पिलर राखिया हुन्छ यसै गरी यसरी अरु डन्डीहरू राखिएको हुन्छन् दिस इज जोइस्ट जसलाई धरन भन्ने पनि हुन्छ छाना र भुइँ अड्याउने डन्डी भुइँ अड्याउने डन्डी मेन पिल्लर ल यति गरेपछि यो कुरा बुझ्नुभयो भने लाग्छ धेरै अरूहरूलाई पनि काम लाग्यो भन्ने लागेछ अगाडि बढौँ थानथानान फाविना कडा चट्टान वा कङ्क्रिट र तुलना कङ्क्रिटलाई पाल पार्ने कङ्क्रिट पाल पार्ने वा केनुन्दे फुटाउन केदा फुटाउन सुनुन प्रयोग गर्ने खोङसायम निर्माणमा प्रयोग गरिने निर्माणमा प्रयोग गर्ने छुङ्ग्याक दुरिली मृदा धक्का दिने ड्रिलो झड्का दिने ड्रिलो छुङ्ग्याक भनेको धक्का दिनु धक्का अथवा झड्का दिने थुरिलीमा ड्रिलो दिस इज छागाम्गी भनेको चट्टान फोड्ने ड्रिल चट्टान फोड्ने ड्रिल फेरि सुन्नु थानथानान भाविना कडा चट्टान वा कङ्क्रिट र तुलकना कङ्क्रिट पाल पार्ने वा
केनुन्दे फुटाउन सुनुन प्रयोग गर्ने खोङसायोङ निर्माणमा प्रयोग गरिने छुङग्याक दुरिलिम्दा धक्का दिने भनेको झड्का दिने ग्वाट ग्याट ग्याट गरेर झड्का दिएर फुटाउने काम गर्छ त्यो नै छागम्गियो चट्टान फुट्ने ड्रिल कडा वस्तु फुट्ने ड्रिल गो एट अगाडि मुलगनिना छेरेर वस्तु वा सामग्रीलाई छादङ्रो स्वचालित रूपमा अटोमेटिक रूपमा स्वचालित भनेको अटोमेटिक रूपमा हान खोसेछ थारुन खोसुरो एक ठाउँबाट अर्को ठाउँतिर एक ठाउँबाट अर्को ठाउँतिर वम्गिनुन खिगे सांसिमिदा ओसार पसार गर्ने मेसिनरी उपकरण ओसार पसार गर्ने ओसार्ने खिगे सांसे मेसिन उपकरण हो भनेको मेसिनरी उपकरण मेसिन उपकरण हो तीस कन्वेयर बेल्ट अंग्रेजी शब्द हो सामान ओसार्ने फित्ता भनिन्छ सामान ओसार्ने फित्ता यो चाहिँ क्रसर उद्योगमा पनि ढुङ्गाहरूलाई माथि यसरी लैजाने काम गर्छ तल ल्याउने काम गर्छ एयरपोर्ट नि हाम्रो फर कहीँ झोलाहरू घुमाइरहने बेल्ट दिस इज कन्वेयर बेल्ट पेर्सनलाई मुलगनी ना वस्तु अथवा छेरियल सामग्रीलाई छादौर हान खोसेर थारुन खोसेर अटोमेटिक रूपमा भने सञ्चालित र एक ठाउँबाट अर्को ठाउँमा ओम्गिनुन ओसार खिगे छाङ छिम्मिदा मेसिनरी उपकरण भने मेसिन उपकरण दिस इज कन्वेयर बेल्ट नेक्स्ट खोङमुरिना गेडागुडी वा गेडागुडी वस्तु भने गेडागुडी खोक्सिक भन्ने हुन्छ गेडागुडी वा भनेको अन्न भने पनि हुन्छ खोङन्यु यसलाई खोङन्यु भने पनि हुन्छ खोक्सिक भने पनि हुन्छ अन्न गेडागुडी वा मोरेका थुन बालुवा जस्ता मुलगनल थामा वस्तुलाई भरेर वम्गिनुन ओसार्ने खुन जारमिदा ठुलो बोरा हो दिस इज मादे जुट बोरा नेपालमा आलुहरू यही बोरामा आउँछ पहिला चामल पनि त्यसमा आउँथ्यो पेर्सनु खोङमुरिना अन्न भनेको गेडागुडी वा मोरे खातुन बालुवा जस्ता मुलगन वस्तुलाई थामा भरेर वम्गिनुन खुन्चारो हिम्दा ओसार पसार गर्ने ठुलो बोरा हो दिस इज मादे जुट बोरा नामुरल थादमको काठ चिल्ल्याएर भनेको रुख चिल्ल्याएर भन्ने पनि छ रुख बुझियो भने काठ तादमको चिल्लो बनाएर छारेनन् छागा बेम्दा काट्ने काम हो त्यसै छोजे भनेको छोटो बनाउने भनेको गोलिया बनाउने गोलिया गेल मुडा बनाउने सम्झेला छोजे छोटो बनाउने भने पनि छ छो भनेको निर्माण यो जे भनेको मोक्चे हो काठ हो भनेको काठ बनाउने मुडा बनाउने गोलिया बनाउने फेरि सुन्नुहोस् नामरल थान्दोको काठलाई भनेको रुखलाई चिल्लो बनाएर छारो न छागा बिना काट्ने काम चिल्लो पनि बनाउँछ हाँगा बिना काट्ने र काट्ने पनि काम नेक्स्ट वनमगल काठलाई
हानखोसे मौनुन एक ठाउँमा भेला पार्ने जम्मा गर्ने एक ठाउँमा मौनुन भेला पार्ने भनेको जुटाउने जम्मा गर्ने छागबेमिदा काम हो दिस इज छिप्छे छिप्ता भने च्याप्नु जे भने मोक्छे काठलाई च्यापेर सङ्कलन गर्ने ठाउँ सङ्कलन गर्ने दिस इज मुडा सङ्कलन मुडालाई च्याप्ने छिप्ता भने कि च्याप्नु अनि जे भनेको अरे मोक्छे भनेको काठ यसरी बुझ्नुभयो भने सिकाइतिर गाली हुन्छ अर्थ बुझ्नु मोक्छे भनेको के अरे काठ छिप्छे मुडा च्यापेर सम्म गर्ने त्यस मुडा सङ्कल्प फेसिनस वनमगोले हानखोसे मौनन छागमिदा काठलाई एक ठाउँमा जम्मा गर्ने काम हो वनमुख भनेको वन भनेको आफै मुख भनेको मोक्छे यो चाहिँ प्राकृतिक काठहरूलाई मोक्छे भन्छ नेक्स्ट वनमगल काठलाई थारन खोसेरो अर्को ठाउँतिर वम्गिनन छागबेमिदा ओसार्ने काम हो ओसार्ने काम हो दिस इज उन्जे उन्बान भने ओसार पासार जे भने मोक्छे उन्जे उत्ता पठाउने भन्ने हुन्छ त्यो भनेको त्यसरी त सम्झिने मात्र हो उन्जे मुडा ढुवानी अच्छा उन भनेको के अरे उन्बान ओसार पसार अथवा ढुवानी प्लस जे भनेको के अरे मोक्छे काठ हुन्छ मोक्छे भनेको के अरे काठ सुनेलाई वनमगल थारुन खसुरो काठलाई अर्को ठाउँतिर वम्गिनन छागबेमिदा ओसार्ने काम हो उन्जे मुडा ढुवानी उन्जे उत्ता पठाउने लजा सुफे जङ्गलको नामुरुल फेनुन काठ भनेको रुख भन्ने पनि हुन्छ नामुरुल रुख फेनुन छागबेमिदा काट्ने काम हो त्यस फलमोक भनेको फडानी फल भनेको कटानो मोक भनेको मोक्छे काठ त्यस फडानी अथवा रुख कटान शब्द कसरी बन्यो फल भनेको कटानो हान्चाबाट आएको कटान अनि मोक इज मोक्छे प्लस मोक भनेको के अरे मोक्छे भनेको के काठ सुन्नु सुफे जङ्गलको नामुरुल फेनुन छागबेमिदा रुख काटे काम हो दिस इज फलमोक भने छोजे भने के रहेछ छोटो बनाउने गेल बनाउने छिप्छे भने च्याप्पा चाहिँ जङ्गल के अरे एक ठाउँमा थुपार्ने मुडा सङ्कलन भयो उन्जे उत्ता पठाउने भइहाल्यो फलमुख भने फडानी गर्ने कटान गर्ने अगाडि बढौँ खेक्सिल छौछोना पाहुना कोठाको सरसफाइ वा पाहुना कोठाको सरसफाइ वा सविश्रु यो सङ्घालते सेवा अनुरोध गर्ने बेला सेवा अनुरोध गर्ने बेला सायङ्गानु खाद्य प्रयोग गर्ने कार्ड हो प्रयोग गर्ने कार्ड हो दिस इज मेकअप कार्ड मेकअप कार्ड मेक अप कार्ड यो भनेको कोठा सफा गरिदिनुहोस् भन्ने कार्ड कोठा मेकअप गरिदिनु कोठा सफा गरिदिनुहोस्
भन्ने कार्ड। यो चाहिँ होटलकोमा एउटा कार्ड राखिएको छ, त्यो कार्डलाई ह्यान्डलमा बाहिर झुन्डाएर राखिदिए पनि हुन्छ। यो ह्यान्डल हो भने यसमा झुन्डाइदियो भने मेकअप कार्ड या मेकअप कार्ड, मेकअप भनेर मेकअप गरिदिने। अनि यसको उल्टो चाहिँ डु नट डिस्टर्ब DND भनेर लेखेको हुन्छ, DND कार्ड। तर अलि उच्च स्तरीय होटलमा यस्तो हुँदैन। उच्च स्तरीय होटलमा चाहिँ भित्र टाउको हाम्रो बेडको टाउको दायाँ अथवा बायाँपट्टि फोनसँगै राखिएको हुन्छ। त्यहाँ लाइटहरू पनि हुन्छ। त्यहाँ चाहिँ तपाईलाई मेकअप भन्ने बटन दबाइदिनु भने मेकअप भनेर बटन बटन दबाइदियो भने बाहिर ढोकाको छेउमा एउटा प्लग हुन्छ, त्यहाँ चाहिँ यो बत्ती हुन्छ। त्यो बत्ती चाहिँ मेकअपमा बलिरहेको हुन्छ। अनि तपाईँ त्यो मेकअप भनेको सफा गर्न आइदियो भनेको। अर्को तपाईँ भित्र मजाले पढिरहनु भएको छ, डिस्टर्ब नगर्नुहोस् भने यहाँ चाहिँ DND भनेर यहाँ चाहिँ यहाँ लेखा हुन्छ। DND भने डु नट डिस्टर्ब भनेको हुन्छ, डु नट डिस्टर्ब। यो डु नट डिस्टर्ब दबाइदियो मेकअप चाहिँ बन्द हुन्छ। अनि यहाँ डु नट डिस्टर्बमा DND बत्ती बल्छ। यो डिस्टर्ब नगर्नु भनेर रहेछ भनेर त्यो क्लिनरहरूले, रुम बोयहरू, रुम गर्लहरूले बुझ्नुपर्छ। यही हो। नेक्स्ट फेरि एकपल्ट सुन्नु। खेक्सिल छाउँछना पाहुनाकोठाको स्वच्छता सविश्रु यो चङ्गाल्ते सेवा अनुरोध गर्ने बेला सायङ्गानु खादिन प्रयोग गर्ने कार्ड हो। दिस इज मेकअप कार्ड। नेक्स्ट खेक्सिल छाउँछना पाहुना कोठाको सरसफाई वा सविश्रु खजराल्ते सेवा अस्वीकार गर्ने बेला, खजराल अस्वीकार गर्नु, सेवा अस्वीकार गर्ने बेला सायङ्गानु खादिन प्रयोग गर्ने कार्ड, प्रयोग गर्ने कार्ड हो। दिस इज DND कार्ड, डु नट डिस्टर्ब भन्ने कार्ड, डिस्टर्ब नगर्नुहोस् भन्ने कार्ड। DND अङ्ग्रेजी शब्द हो, डु नट डिस्टर्ब यहाँ लेखिदिएको पनि छु। भनेपछि डिस्टर्ब भनेको बाधा, अङ्ग्रेजी शब्द हो। डिस्टर्ब भनेको बाधा नगर्नुहोस् भन्ने कार्ड। म भित्र पढिरहेको छु, मलाई डिस्टर्ब नगर है भनेको है। यसरी बुझ्नुहोस्, तपाईँको तरिकाले जसरी बुझ्नु बुझ्नुहोस्। खेक्सिल छाउँछना पाउनुको सबै अथवा सविश्रु खजराल्ते सेवा अस्वीकार गर्ने बेला सायङ्गानु खादिन प्रयोग गर्ने कार्ड हो। दिस इज DND कार्ड। तपाईँ भित्र हुनुहुन्छ, मलाई डिस्टर्ब नगर भने। नेक्स्ट खेक्सिरे फिरवान पाहुना कोठामा आवश्यक भएको मुल्फुमे इरुङ्गा सामानको नाम र सूर्याङ्गी परिमाण मात्रा क्वान्टिटी छक्किन्छौँगिमिदा लेखिएको कागज हो, लेखिएको कागज हो। दिस इज मेड फोकसर हाउसकिपरलाई रिपोर्ट पत्र भने हाउसकिपर रिपोर्ट पत्र। दिस इज हाउसकिपर रिपोर्ट पत्र भनौँ न। हाउसकिपर रिपोर्ट पत्र, हाउसकिपर रिपोर्ट पत्र। रिपोर्टेसन खेक्सिरे फिरवान मुल्फुमे पाहुना कोठामा आवश्यक हुने सामानको हिरुङ्गा सूर्याङ्गी नाम र मात्रा भनेको परिमाण छक्किन्छौँगिमिदा लेखिएको कागज हो। छौँगी भने कागज हो। मेड फोकस हाउसकिपर रिपोर्ट पत्र। स भने सेयर हो। नेक्स्ट
छुर्यो भनेको उम्जु भने पनि हुन्छ मादक पदार्थ रक्सीजन्य पदार्थ मादक पदार्थ स्न्याक्स खाजा थुङ आदि फान्मेयोङ बिक्री गर्न प्रयोग गरिने भनेको बिक्री गर्न फान्मेयोङ मुल्फोमे बिक्री गर्न प्रयोग गरिने बिक्री गर्ने सामान भनौँ बिक्री गर्ने सामान भगवान दैन खेक्सिरे भण्डार गरिएको खेक्सिरे पाहुना कोठाको नेङजाङ्गो तोनन फ्रिज साथै खुखाद्दरी ती वस्तुहरू छिन्याल थैन प्रदर्शनमा राखिएको भनेको सजाएर राखिएको प्रदर्शनमा राखिएको यो भनेको सजाएर राखिएको सनबारीमा तकता भनेको सानो र्याक आलमारी हो तकता सानो र्याक यो नि के हो फ्लेक्सिल मिनिबा पाहुना कोठाको सानो बियर बार पाहुना कोठाको मिनी भनेको सानो बार भनेको बार सानो बियर बार सुन्नु छुर्यो मादक पदार्थ स्न्याक्स थुङ आदि खाजा आदि फान्मेयोङ मुल्फोमे बिक्री गर्न प्रयोग गरिने वस्तु भने बिक्री गर्ने वस्तु भगवान धन खेक्सिरे भण्डार गरेको पाहुना कोठाको छागो नेङजाङ्गो तोनोन सानो फ्री साथै खुगादुरी ती वस्तुहरू छिन्याल्दैन प्रदर्शनमा राखिएको हुने सजा राखिएको सनबारेम्दा तखता दिस इज खेक्सिल मिनिबा सानो बियर बार उम्सिगिना खाना वा छेफुमी सामान आञ्जन आगे मगल सिन्डन सुरक्षित तरिकाले खान सक्ने सुरक्षित हुने गरी मगल सिन्डन खान सकिने माझिमाग नाल्सामे त अन्तिम मिति हो दिस इज सोबिखियान एक्सपायर डेट म्याद सकिने सोबी भने खपत अवधि हो म्याद सकिने अवधि एक्सपायर डेट म्याद सक्ने खपत अवधि फेरि सुन्नुहोस् होमसिकिना खाना अथवा छेफुमल सामान आञ्जनाकै मगल छैन सुरक्षित हुने गरी खान सक्ने माझिमाग नाल्छ मिदा अन्तिम मिति दिस सोबिखिया खपत म्याद सकिने विधि नेक्स्ट फुअकेश भान्सामा मुल्गिना ओसिलोपना भनेको भिजेको बस पनावा खिरुमल थाकुल्ते तेल पुस्ने बेला सुनुन प्रयोग गर्ने थुकाउन छोङ्गी थावलिम्दा बाक्लो कागजको टावल हो बाक्लो कागजको टावल हो दिस इज किचन टावल दिस इज ठुलो टिस्यु भन्ने हुन्छ ठुलो टिस्यु पेपर
ठुलो टिस्यु। फेरि क्वेसन हो, फोगेस भान्सामा मुल्किन ओसिलोपना भनेको भिजेको कुरा वा खेरुमल थाकोले तेल पुस्ने बेला सुन्नु प्रयोग गर्ने थुक्काउन छङ्गी थाउलिम्दा बाक्लो कागजको टावल हो। दिस इज किचन टावल। किचन टावल त ठुलो टिस्यु भने पनि हुन्छ, अलिक ठुलो खालको हुन्छ टिस्यु, ठुलो साइजको। नेक्स्ट, छिपछरम चेन जस्तै गरी, चेन जस्तै, चेन जस्तै यलको खुल्ने र थादोल्सी स बन्द गर्न सकिने भएर, गर्न सकिने भएर उम्सिकिन खाना वा मुल्गनुल फोगनानुन वस्तु, फोगनानुन भण्डार गर्ने फिनिल फोङ्जिमिदा प्लास्टिकको झोला हो। प्लास्टिकको के हो? झोला हो। प्लास्टिक झोला हो। दिस इज छिपबेग, चेन ब्याग। चेन ब्याग भन्ने हुन्छ, चेन झोला भन्ने हुन्छ। चेन झोला फेस्नेलाई छिपछरम चेन जस्तै यलको खोल्ने र थादोल्सी स बन्द गर्न सकिने भएर हुम्सिकिन खाना त मुल्गनुल वस्तु, फोगनानुन फिनिल फोङ झिम्दा भण्डार गर्ने प्लास्टिकको झोला हो। दिस इज छिपबेग। हाम्रो सेन्ड र भेस्टहरू आउनु त्यस्तो सर र तान्नु हुन्छ, त्यो खालको झोला हो। पेग इसिप इल्बन उम्सिगी मारुजी आन्दर खाना नसुक्ने गरी, खाना नसुक्ने गरी खु उइए सुइनुन त्यसमाथि ढाकिदिने, त्यसमाथि लगाइदिने भनेको छोपिदिने, सिउदा भन्नु पर्यो। त्यसमाथि लगाइदिने, बुझ्यो भने छोपिदिने। यो पनि बुझेन, ढाकिदिने, लाजा ढाकिदिने। याल्बन पातलो, पातलो फिनिल फिल्ममिदा प्लास्टिक को लेयर हो। प्लास्टिक को लेयर हो। लेयर लेयर चाहिए अंग्रेजी में प्लास्टिक को पत्र लेयर हो। त्यसैले फिनिल लेप प्लास्टिक को र्यापिङ प्लास्टिक भन्ने हुन्छ। ल र्यापिङ प्लास्टिक फेरि सुन्नु। होमसिगी मारुजी आन्दो र खाना नसुक्ने गरी खुए सिउनु त्यसमाथि लगाइदिने भने त्यसमाथि छोपिदिने, त्यसमाथि ढाकिदिने। याल्बन फिनिल फिल्मदा पातलो प्लास्टिक हो। फिल्म हो। फिल्म भनेको चाहिँ झिल्ली हो, पत्र हो, लेयर हो। दिस इज फिनिल लेप र्यापिङ प्लास्टिक अथवा र्यापिङ गर्ने प्लास्टिक। नेक्स्ट फेरि सिबी हेरौँ। उम्सिगिना खाना वा मुल्गन वस्तु केकु धागे फोन आग्यो ये सफासँग भण्डार गर्नको लागि, सफासँग भण्डार गर्नको लागि भण्डार गर्नको लागि सायङानन प्रयोग गर्ने। याल्बन फिनिल फोङ्जिम दाप पातलो प्लास्टिक झोला, प्लास्टिक झोला। दिस इज विशिङ बैग स्वच्छ झोला, स्वच्छ झोला। सैनिटरी झोला, कीटाणुरहित झोला, झोला।
Sanitary झोला, sanitary bag. प्रश्न उम्सिकिन मुल्गन खाना वा वस्तु के कुथागे सफा हुने गरी फोगोनागे उये भण्डार गर्नको लागि सायङानो याल्बन फेलिन फौजिमदा प्रयोग गर्ने पातलो प्लास्टिक झोला दिसे विसेङ बेग स्वच्छ झोला किटाणुले झोला अथवा सेन्टर ब्याग नेक्स्ट उम्सिक छोरीना खाना पकाउने वा फगवानल उहे भण्डारको लागि सायङानोन प्रयोग गर्ने याल्बन पातलो आल्मुनियम मागे में आल्मुनियम झिल्लियो आल्मुनियम लेयर हो झिल्लियो दिस इज कुकिंग ऑयल आल्मुनियम फोइल आजभोलि मोमो अर्डर गर्दाखेरि मोमोलाई पनि चाउमिनलाई पनि त्यसैमा र्यापिङ गरेर पठाउँछ खाना पकाउनु पनि नमिल्ने होइन पेसेन्स ओमसिक छोरी न खाना पकाउने हो भनेपछि ग्रिल फिसहरू त यसमै पकाउने हो फोगानल उयो भण्डारको लागि सायङानन प्रयोग गर्ने याल्बन पातलो आल्मुनियम मागिन त आल्मुनियम झिल्ली हो यानी के हो कुकिङ फोइल आल्मुनियम फोइल नेक्स्ट छुरीना डोरी वा छलसारुल तार यक गुथेर भनेको बुनेर मान्दन खोमल मोयाङे बनाइएको जाली आकारको जाली आकारको मुल्गनो वस्तुको रूपमा खल्लनेगन छुट्याएर राख्ने वा माग्ता रोक्ने वा छाप्नुन्दे सिन्दा समाउन प्रयोग गरिन्छ दिस इज माग भनेको के जाली पेसिन छुरीना डोरी वा छलसार तार यक मान्दन गुथेर बुनेर बनाइएको खुमुल मोयाङे झाली आकारको मुल्गनो र वस्तुको रूपमा खल्ल नेगन छुट्याएर राख्ने वा माक्कना रोक्ने वा छाप्नुन्दे समाउन सुइन्दा प्रयोग दिसे माग ओमसिगल छारगना खाना काट्ने भने टुक्रा पार्ने वा भनेको काट्ने वा टुक्रा पार्ने बेला भनौँ खाना काट्ने वा सल्टे पिस बनाउने बेला टुक्रा पार्ने बेला सुनुन प्रयोग गर्ने फुवाक्योङ किचनमा प्रयोग गरिने भान्सामा प्रयोग गरिने खुनखाले मिला ठुलो चक्कु हो दिस इज सिक्काल भान्साको चक्कु
उम्सिकल छार्गन खाना काट्ने वा सल्ते टुक्रा पार्ने बेला सुनुन प्रयोग गर्ने फुवाक्याङ भान्सामा प्रयोग गरिने खुनखार इम्दा ठुलो चक्कु देखि सिक्का भान्साको चक्कु नेक्स्ट उम्सिकल छार्गन खाना काट्ने वा फल्ला मगुल्ते दलेर खाने बेला फारुदाबाट आएको दलेर खाने बेला खानेहरू बटरहरू दल्नु पर्यो खाने दलेर खाने बेला सुनुन प्रयोग गर्ने छागुन खारिम्दा सानो चक्कु हो सानो चक्कु हो दिस इज नाइफ दिस इज खाना खाने चक्कु यो चाहिँ धार बोते बोते हुन्छ यसले चाहिँ पिज्जाहरू बर्गर काट्नलाई सही हुन्छ नेक्स्ट पेसन हो उम्सिकल छार्गन खाना काट्ने वा फल्ला मगोल्दे दलेर खाने बेला बटरहरू पनि दल्लमै छ सुन प्रयोग गर्ने छागुन खारिम सानो चक्कु दिस इज नाइफ हो नाइफ खाना खाने चक्कु नेक्स्ट उम्सिकल छार्ग्यो ये खाना काट्नको लागि खाल्चिराल्ते थोप्चिरादा भने हारीले काट्नु खाल्चिरादा चक्कुले काट्नु चक्कुले काट्ने बेला आरे कानुन तल ओछ्याउने काल्दा भनेको ओछ्याउनु काल्दाबाट कानुन तल ओछ्याउने फानिम्दा बोड 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 भनेको समतल वस्तु बोड समतल वस्तु हो दिस इज थोमा कटिङ बोर्ड चपिङ बोर्ड पेसन हो उम्सिकल छार्गुए खाना टुक्रा पार्नको लागि अनि खाना काट्नको लागि खाल्चिर हाल्ते चक्कुले काट्ने बेला आरे कानुन तल ओछ्याउने फानिमिदा बोर्ड हो भनेको समतल वस्तु दिस इज थोमा कटिङ बोर्ड चपिङ बोर्ड खोगिना सुपवा उम्सिकल तस खाना उभाएर भनेको पस्केर भने हुन्छ उभाउनु उभाएर त पस्किएर थामुल्ते भर्ने बेला सुनुन प्रयोग गर्ने खिपुन सुत्कारा मिदा गहिरो चम्चा हो गहिरो चम्चा हो दिस इज खोक्चा डाडो सुन्नु खोगिना उम्सिकल तस सुप अथवा खाना उभाएर भनेको पस्केर थामुल्ते भर्ने बेला सुनुन प्रयोग गर्ने खिपुन सुत्कारा मिदा गहिरो चम्चा हो दिस इज खोक्चा डाडो छेरेर सामग्री खारास घोटेर सामग्री खारास घोटेर धारला नभनौँ छाल्के मान्दैनन् सानो बनाउने खुम्सुग्रो थैन धातुबाट बनेको खारी फानिम्दा घोट्ने पाता हो दिस इज खाङफान कोरेसो ग्राटर कोरेसो
ग्राटर पनि भन्छ। सब्जी घोट्ने, खाङ भनेको बल्ब, बलले घोट्ने हो। छैन छेरेलो खारास सामग्रीलाई घोटेर छाल्के मान्दैनन्, सानो बनाउने खुम्सो कुरो तै धातुबाट बनेको भने धातुको रूपमा भएको खारी फानीमा घोट्ने पाता हो, त्यसै खाङफान कोरेसो ग्राटर। नेक्स्ट छेसो ना खुवाए रे सागसब्जी वा फलफुलको कप्चिरुल फत्किनुन् बोक्रा खोलिदिने, बोक्रा खोलिदिने, फत्किदा ने खोलिदिनु। थोगु इम्निदा औजार हो, औजार हो भनेको साधन हो। काकी फिलर, काकी भनेको छिल्ने औजार, पिलर भन्छ। फिलर भन्छ। फेरि सुन छेसना खुवाए रे सागसब्जी वा फलफुलको कब्जिरो फत्किनुन् बोक्रा खोलिदिने थोगो एउटा औजार हो। त्यस काकी अथवा फिलर, काक्ता भनेर तास्नु, काकी तास्ने कुरा, छिल्ने औजार अथवा फिलर काँक्रोको बोक्रा फाल्दा, मुलाको बोक्रा फाल्दा सजिलो हुन्छ। फ्राई प्यान फ्राई प्यानमा उम्सिकी थाजियान के खाना नडढ्ने रे। उम्सिकी थादा भनेको खाना डढ्नु, फुरी थादा भनेको सामान जल्नु, आगोले सामान जल्नु। उम्सिकी थाजियान के खाना नडढ्ने गरी थुई छिप्कना पुनः समाउने वा भनेको फेरि समाउने वा ओम्गिल्ते सार्ने बेला सुनुन प्रयोग गर्ने नलबन छुबाङ थोकिँदा फराकिलो किचन औजार हो। फराकिलो भान्साको औजार साधन हो। थुई छिप्के झाँझर, जाली पन्यु भन्ने हुन्छ, जाली पन्यु। सुन्नु फ्राई प्यान उम्सिकी थाजियान के खाना नडढ्ने गरी थुई छिप्कन पुनः समाउने ओम्गिल्ते ओसार्ने बेला सुन प्रयोग गरे नलबन छुबाङ थोक्यो मिदा फराकिलो किचनको औजार हो। त्यसै थुई छिप्के झाँझर, जाली पन्यु भन्ने हुन्छ। नेक्स्ट फाबिना भात वा फान्जोक दङ्गल पिठोको लेदो, पिठोको लेदो, पिठोको लेदो भनेको बुच्चेको पिठो। थङ्गल आदि फुको पस्केर, फुदा भने पस्कनु, थल्दा भने हुन्छ। फुदा थल्दा कम हुनु पनि हो, पस्कनु। फुको पस्केर सकुल्ते घोल्ने बेला सुनुन प्रयोग गर्ने नलको फ्याङ्कम्यान फराकिलो र समथर, फराकिलो र समथर भनेको सम्म परेको छुबाङ थोगो मिदा भान्साको औजार हो। भान्साको औजार हो। त्यस छुकक भनेको पन्यु,
फेरि सुन्नु, फाबिना फान्छक भात अथवा पिठोको लेदो थुङ्ला आदिलाई पुगो पस्केर भनेको उभाएर सकुल्ते घोल्ने बेला सुन्नु प्रयोग गरी नलको फेङफेङान फराकिलोसम्म परेको छुबाङ थोगे मिदा भान्साको औजार हो छुगक पनि हो। नौपन घोषेस अग्लो ठाउँमा तरजिजी आन्दोरक नखस्ने गरी त अग्लो ठाउँबाट भनौँ, नौपन घोषेस अग्लो ठाउँबाट तरजिजी आन्दोरक नखस्ने गरी ममुल छाबा जुन शरीर समाइदिने फोहो छाङबेमिदा सुरक्षा उपकरण हो। दिस इज आन्जन्दे सेफ्टी बेल्ट। यो भनेको चाहिँ कम्मर, छाती र कुममा बाँधेर झुन्डिँदै काम गर्ने सेफ्टी बेल्ट। सेफ्टी बेल्ट यो भनेको यो मानव यो मान्छे हो भनेदेखि कम्मरमा छातीमा बाँधेर अनि यहाँ चाहिँ एउटा माथि डोरी लगाएर झुन्डिँदै काम गर्छ। फेरि सुन्नु, नफोन गोसे तरजिजी आन्दोर औँठाबाट नखस्ने गरी मोमल छाबा छैन शरीर समाइदिने फो छाङ बिम्दा सुरक्षा उपकरण हो। त्यसै झुन्डिँदै काम गरेर बिल्छ। नेक्स्ट, सागोगा नादो दुर्घटना भए पनि मोमी थुङ्ग्य नागाजी आन्दोर शरीर उछिट्टिएर बाहिर ननिस्किने गरी ननिस्कने गरी छाबा चुन समाइदिने फोयोङ सुरक्षा प्रयोग गर्ने कुनिम्दा डोरियो। छाबा समाइदिने फोहोयोङ सुरक्षामा प्रयोग गरिने कुनिम्दा डोरियो। दिस इज आन्जन्ती सेफ्टी पेटी चाहिँ कम्मर मात्र बाँध्यो। यो मान्छे भयो, यहाँ चाहिँ छागा पाल्पन चाहियो, मान्छे खुट्टा टेक्ने ठाउँ चाहियो, यहाँ बाँधेर यहाँ चाहिँ काम गर्ने हो। यदि खस्यो भने मात्र अब कम्मरमा तान्ने मात्र हो। यो चाहिँ झुन्डिँदै काम गर्न मिल्छ। आन्जन्दै फेरि यसलाई सागोगा नाद दुर्घटना भए पनि मोमी थुङ्ग्य नागाजी आन्दोरक सागोगा नादो दुर्घटना उत्पन्न भए पनि मोमी थुङ्गे चाहिँ नागाजी आन्दोरक शरीर छिट्टेर बाहिर ननिस्किने गरी छाबा छुन समाइदिने फोयोङ सुरक्षाको लागि प्रयोग गर्ने कुनिम्दा डोरियो। त्यसै उन्जन्ती भनेर चाहिँ हाम्रो ड्राइभिङ सिट बेल्टहरू हुन्छन्। उन्जन्ती चाहिँ सिट बेल्टहरू। मन्जिना खारुगा धुलो वा खास खारो भनेको पाउडर पिठो हो। पाउडर फेरो थुराखाजी आन्दोर फोक्सोमा नपस्ने गरी
मागाछुन रोकिदिने फोयोङ सुरक्षाको लागि प्रयोग गरिने मास्क इन मास्क सुरक्षाको लागि प्रयोग गरिने मास्क हो दिस इज फाङ्जिन मास्क धुलो छेक्ने मास्क धुलो छेक्ने मास्क धुलोमा लगाउने मास्क पनि हुन्छ ल धुलोमा लगाउने मास्क फाङ्जी भने रोक्नु मास्क भने मास्क फाङ्जिन मास्क धुलो रोक्ने मास्क पेसिनु मन्जिना खारुगा धुलो वा पिठो पाउडर फेर थोरा खाजी आन्दोलक फोक्समा नपस्ने गरी मागा छुन छेकिदिने फोयोङ मास्क मिदा सुरक्षाको लागि प्रयोग गरिने अथवा सुरक्षात्मक मास्कको दिस इज फाङ्जिन मास्क यो दोकान खासुना विषयुक्त ग्यास भनेको विषालु ग्यास थोक भनेको विष हो यो दोकान खासुना विषालु ग्यास वा वाग मुल्जिरुल रासायनिक पदार्थ मागा चुनुन छोकिदिने अनि रोकिदिने फोहो मास्क मिदा सुरक्षा मास्क हो दिस इज फाङ्दोक मास्क ग्यास मास्क फाङ भनेको फाङ्जी भनेको के रोक्ने थोक भनेको विष हो विष भनेको रोक्ने विष ग्यास हैन विष रोक्ने ग्यास मास्क भन्ने हुन्छ र विष रोक्ने मास्क ल विष रोक्ने मास्क पछिन यो दोकान विषालु खासुना ग्यास वा वाग मुल्जिरुल रासायनिक पदार्थ मागा चुनुन रोकिदिने फोहो मास्क मिदा सुरक्षा मास्क हो दिस इज फाङ्दोक मास्क नेक्स्ट केकुथान खोङ्गिरुल सफा वायु भनेको सफा हावा खोङ्गिरुल हावालाई वसुरो पाइप मार्फत फोने फादा पठाएर प्राप्त गर्ने त प्राप्त गरेर सुमसुइगे चुनन सास फेर्न मद्दत गर्ने सुमसुइदा भनेको हो फादा सुमसुइदा भनेको हो फादा सास फेर्न सुमसुइगे चुनन सास फेर्न मद्दत गर्ने फोहो मास्क खिम्निदा सुरक्षा मास्क हो सुरक्षा मास्क हो सोङ्गी मास्क हावा आपूर्ति मास्क हावा पठाउने मास्क भनिन्छ हावा पठाउने मास्क सोङ भनेको फेसोङ पठाउने हो गी चाहिँ खोङ्गी हावा यो शब्द कहाँबाट आए सोङ भनेको फेसोङ भनेको के पठाउने
फेसोक भनेको के अरे पठाउने गी चाहिँ कहाँबाट आयो खोङ्गी हावा गी चाहिँ खोङ्गी हावा हावा पठाउने मार्क्स हावा प्रति मार्क्स फेर्सिनु केकुतान खोङ्गिरु सफा हावालाई होसुरो फनेफादा पाइ मार्क्स पठाएर प्राप्त गरेर सुम सुइगे हे जुन सास फेर्न मद्दत गर्ने फोहो मार्क्स मिल्दा सुरक्षा मार्क्स हो दिस इज सोङ्गी मार्क्स नेक्स्ट खुन सोरीगा ठुलो आवाज खुइए थुर ओजी आन्दोर कानमा नपस्ने गरी कानमा नपस्ने गरी मागा जुन रोकिदिने छागुन सानो फोहोयोङ सुरक्षामा प्रयोग गरिने सुरक्षात्मक मागे मृदा प्लग हो यो भनेको ठेडी हो लजा माग तर ठेडी प्लग यो रे प्लग हो प्लग हो देखो ही मागे इयर प्लग कान थुन्ने वस्तु यो कुरा बुझेर भने कानको ठेडी भन्ने कानको ठेडी इयर प्लग त्यसो न खुन सोरीगा खुइए ठुलो आवाज कानमा थोरा वजी आन्दोलक नपस्ने गरी मागा जुनन रोकिदिने छागुन पोयङ सानो सुरक्षात्मक गर्ने सुरक्षालाई प्रयोग गरिने मागे भन्दा ठेडियो प्लग हो त्यसै खुइ मागे एयर प्लग नेक्स्ट खुइरुल कान वान्जनी पूर्ण रूपमा थप ढाकेर सोमिना छोइरुल हल्लावा छु भने चिसो कुरो बुझ्यो भने जाडो मागाजुनन रोकिदिने फोहो छाङसेमिदा सुरक्षा उपकरण हो उपकरण देशे खुइदपके खुइ भने कान थप्ताने ढाक्नु खुइदपे कान छोप्ने वस्तु कान छोप्ने कुरा पेसिनो खुइरल वान्जनी कानलाई पूर्ण रूपमा थप ढाकेर सोमिना हल्लावा छोइरोल चिसो भनेको जाडो मागा छन् रोकिदिने फो छाङ बिम्नेदा सुरक्षा उपकरण हो देशी खुइ थप्के त्यो चाहिँ खुइ मागे चाहिँ भित्र घुसाउने हो यसले जाडो पनि छेक्छ हल्ला पनि रोक्छ फेक्सा से मुरे पाजासुल्ते पानीमा डुबेको बेला मोमी तुदोरक तुदा भने यहाँ चाहिँ उदाउनु होइन तैरिनु मोमी तुदोरक शरीर तैरिने गरी थ्वा छुनुन मद्दत गर्ने आन्जन छोक्की मृदा सुरक्षा ज्याकेट हो सुरक्षा ज्याकेट हो दिस इज खुम्याङ छोक्की लाइफ ज्याकेट जीवन सुरक्षात्मक ज्याकेट जीवन सुरक्षा ज्याकेट ज्याकेट फेरि सुन्नुहोस् मोरे पाजेसल्ते पानीमा डुबेको बेला मोमी तुदरक शरीर तैरिने गरी थ्वाछुन मद्दत गर्ने आन्जन छोक्किम्दा सुरक्षा ज्याकेट देखि खुम्याङ छोक्की लाइफ ज्याकेट फिचुल किरण
फान्साए परावर्तन गरी भनेको टल्काएर भनेको खास परावर्तन भन्छ रिफ्लेक्ट परावर्तन गरी भनेको टल्काएर रिफ्लेक्ट गरेर फामिना राति वा अदुन खोसेछ अँध्यारो ठाउँमा सारामल छाल फैगिहान मानिसलाई राम्ररी देखाइदिने फैगिहान देखाउने आन्जन सक्यमिता फैगिहान देखाउने भनेको देखाइदिने आन्जन सक्यमिता सुरक्षा ज्याकेट हो दिस इज फान्सा चक्की टल्किने ज्याकेट रिफ्लेक्ट ज्याकेट टल्किने ज्याकेटलाई प्रहरीहरूले पनि लाउँछ राति टल्किने ज्याकेट ट्राफिकहरूले राति लाउँछन् फेसन फेचोल किरण फान्साए परावर्तन गरी भनेको टल्काएर फामिन राति अधोवन कोसेस अँध्यारो ठाउँमा सारमल छाल फोइ ज्ञानन मानिसलाई राम्ररी देखाइदिने आन्जन छोक्किमिदा सुरक्षा ज्याकेट हो दिस इज फान्सा चक्की टल्किने ज्याकेट फेक सासिबीमा जाउँ फुरी नासुल्ते आगो लागेको बेला छादौरो स्वचालित रूपमा भने अटोमेटिक स्वचालित रूपमा भनेको अटोमेटिक ख्याङबोरल उल्लेन घन्टी बजाउने भने साइरन बजाउने उल्लिदा चेतावनी ध्वनि बजाउने चेतावनी ध्वनि बजाउने चेतावनी ध्वनि होगा साइरन बजाउने छाङसिम निदा उपकरण हो दिस इज वाजे ख्याङबोक अथवा वाजे साइरेन भनी भनिन्छ वाजे साइरेन आग लागि साइरन बुझ्नुस् फोरी नासल्ते आगो लागेको बेला छादङ र अटोमेटिक रूपमा ख्याङबोर उल्लिन सावधानी ध्वनि भनेको चेतावनी ध्वनि बजाउने चेतावनी ध्वनि भनेको सावधानी ध्वनि उल्लिन बजाउने छाङसिम उपकरण हो दिस इज वाजे ख्याङबगी वाजे साइरेन भने पनि वाजे साइरेन नेक्स्ट वाजे वाक्सान आगो लागि आग लागेको वाक्सान फैलावट माकिउई रोक्नको लागि सल्सियान मुनिम्दा जडान गरेको ढोका हो जडान गरिएको ढोका हो दिस इज फाङवामुन अग्निरोधक ढोका आगो रोक्ने ढोका यसले आगो र धुवाको फैलावटलाई रोक्ने काम गर्छ हेर्नुहोस् वाजे वाक्सान आगो फैलावटलाई भने आग लागेको फैलावटलाई माके रोक्नको लागि सल्स्यान मुनिले जडान गरिएको
ढोकाओ। यसलाई अर्को तरिकाबाट लेख्थे वाजेसी आगो लागेको समयमा सी भनेको समय वाजे सी आगो लागेको समयमा फुल्गिलग्वा फुल्गिल भनेको आगो ज्वाला फुल्गिलग्वा यान्गिए वाक्सानुल धुवाको फैलावटलाई मागा रोकेर इन्म्याङ्वा इन्म्याङ भनेको जीवन इन्म्याङ्वा छेसानुल छेसान भनेको धन सम्पत्ति छेसानुल फोहागी उहे उहे फोहो हागे उहे संरक्षण गर्नको लागि सल्स्यान मुनिम्दा जडान गरिएको ढोका हो। ल सल्सी हान मुनिम्दा दुई सल्छ के हो फागुन फेर्सिनुहोस् वाजेसी आगो लागेको समयमा फुल्गिलग्वा फुल्गिल भनेको आगोको ज्वाला नेपालीमा लेख्दिउँ आगो लागेको धाग लागेको समयमा फुल्गिलग्वा ज्वाला आगोको ज्वाला र यान्गिए वाक्सान धुवाको फैलावट रोकेर मागा रोकेर इन्म्याङ्वा जीवन र छेसानो धन सम्पत्ति फोआगी उयो बचाउनको लागि धन सम्पत्ति यहाँबाट माथि लगे बचाउनको लागि सल्स्यानुन मुनिमा जडान गरिएको ढोका जडान गरिएको ढोका आगो रोक्ने ढोका पेर्सिनुलाई वाजेसी आगो लागेको समयमा भन्यो आगो लागेको समयमा फुल्गिलग्वा ज्वाला भनेको आगो ज्वाला र यान्गे वाक्सान धुवाको फैलावटलाई मागा रोकेर इन्म्याङ्वा जीवन र छेसानो धन सम्पत्तिलाई चाहिँ फोआगे उहे संरक्षण गर्नको लागि जोगाउनको लागि सल्स्यान मुनिमा जडान गरेको ढोका। नेक्स्ट फुरुलकुल्ते आगो निभाउने बेला सायङ्गानुन खिगुरो प्रयोग गरिने खिगुरो उपकरणको रूपमा सुइपके फुरुल कुल्से नन सजिलै आगो निभाउन सकिने सजिलै आगो निभाउन सकिने वाहक मल्जिरी रासायनिक पदार्थ स्वागी पनि रासायनिक पदार्थ छेवाजय संविधा भरिएको हुन्छ दिस इज स्वागी भनेको के फायर एक्सटिङ्ग्विसर आगो निभाउने सिलिन्डर हो फायर एक्सटिङ्ग्विसर। पेर्सिनु फुरुलकुल त्यो आगो निभाउने बेला सायङ्गानुन खिगुरो प्रयोग गर्ने उपकरण रूपमा सुइपके फुरुलकुल न सजिलो आगो निभाउन सकिने वाग मुल्जिरी छेउजेसीमा छादा भने भरिनु छेउदा चाहिँ भर्नु भरिएको हुन्छ त्यो स्वागी बारुण यन्त्र। फेक सासियोमा जाउँ सुदोए धारोमा पानीको धारो भनेको है सु भने जल थो थोर धारोमा भनेको पानी धारोमा भनेको के पानी धारोमा यान्ग्याल थ या जोडिएर
मुरी नआउनु सिसरी입니다. पानी बाहिर आउने सुविधा हो. पानी आउने सुविधा. त्यस सोबाङ होसुरेल आगो निभाउन प्रयोग गरिने पाइपको रोल. आगो निभाउने पाइपको रोल. पाइपको रोल. दिस इज सोवाजन अग्निनल. अग्निनल चाहिँ यस्तो यस्तो प्लस भन्छ यसलाई घुमाउने अनि यहाँ चाहिँ पाइपको धारा जोडिएको हुन्छ. सुदोए पानी धारोमा यङ्गेलद्वय जोडिएर मुरी नआउनु सिसरीमा पानी बाहिर आउने पानी आउने के हो सुविधा. अब बुझेन पानी बाहिर आउने ल. यसै शोभा होस्रो. नेक्स्ट मुरे पाजिन सारामल पानीमा डुबेको मानिसलाई खुहागी उहे खोज्नको लागि सायङ थैनन् थोक्यमिदा प्रयोग गरिने औजार हो. प्रयोग गरिने औजार हो अथवा उपकरण हो. साधन. दिस इज खुम्याङफुई जीवन सुरक्षा ट्युब भुङ्रो भनिन्छ. भुम्रो चाहिँ आगो हो. भुङ्रो हेर्नुहोस्. मुरे पाजिन सारामा पानी डुबेको मानिसलाई खुवागी उही खोज्नको लागि सायङ थैनन् प्रयोग गर्ने थोक्यमिदा औजार हो उपकरण हो साधन हो. दिस इज खुम्याङफुई जीवन सुरक्षा ट्युब त भुङ्रो. नेक्स्ट वान्जारुल ओम्गिल्ते बिरामी ओसार्ने बेला बिरामी ओसार्ने बेला सायङन खेलगोमिदा प्रयोग गरिने उपकरण हो. दिस इज थुल्कत स्ट्रेचर अथवा बिरामी बोक्ने साधन. बिरामी बोक्ने साधन. बिरामी बोक्ने डोलो भन्ने हुन्छ. डोली चाहिँ डोलो. नेक्स्ट पेशनु वान्जारो ओम्गिल्ती बिरामी ओसार्ने बेला सायङ आनुन प्रयोग गरिने खिल्ने उपकरण हो. त्यो थुल्कत स्ट्रेचर. नेक्स्ट हानको केस कोरियामा वैगुगिनी विदेशीले हाप्पप जगरो वैधानिक रूपमा भनेको कानुनी रूपमा वैधानिक रूपमा भनेको कानुनी रूपमा हिरालसितोरो काम गर्न सक्ने गरी छङ्बुगा सरकारले अगाए छन् अनुमति दिने. छङ्बु भनेको सरकार. सरकारले अगाए छन् अनुमति दिने छेद निर्मिता प्रणाली हो. दिस इज खोयोङ हगाजे. खोयोङ भने रोजगार, हगा भनेको अनुमति, छेदको छे प्रणाली. रोजगार अनुमति प्रणाली. EPS. This EPS is called Employment Permit System. पेशनस हानको के छ वैगुगिनी कोरियामा विदेशीले हाप्पप जगरो वैधानिक रूपमा हुने कानुनी रूपमा हिरालसितहरू काम गर्न सक्ने गरी छङ्बुगा हगाए छन् छेदेम्दा सरकारले अनुमति दिने प्रणाली. दिस इज खोयोङ हगाजे EPS.
हान्दालदोङान 1 महिना अवधि फादुन ओल्गोप नियगल प्राप्त गरेको ओल्गोप नियगल मासिक तलबको विषय मासिक तलबको नियगल विवरण अथवा विषय छासी छगजनन विस्तृत रूपमा लेखेर दिने विस्तृत रूपमा लेखेर दिने शरीरमा कागज हो कागज पत्र दिस इज खुब्या मेंशस सैलरी शीट तलबको विवरण तलबको भरपाई त्यसैन आन्दोलन 1 महिना अवधि फादन प्राप्त गरेको ओल्गोप निएको ज्याला मासिक तलबको विवरणलाई छासी छगजन विस्तृत रूपमा लेखेर दिने शरीरमा कागज पत्र हो अथवा कागजात हो दिस इज खुबै मेंशस सैलरी शीट तलबको विवरण नेक्स्ट खुल्लो जग्गा मेदाल मजदुरले प्रत्येक महिना छङ्गेजेन तोकिएको खुमेगुरो कुल रकमको रूपमा भनेको रकमको रूपमा फान्नन प्राप्त गर्ने खिबन ओल्गो विरुद्ध आधारभूत तलब हो आधारभूत ओल्गो मासिक तलब हो सुन्नुहोस् खुल्लो जग्गा मजदुरले मेदाल प्रत्येक महिना छङ्गेजिन तोकिएको खुमेको र कुल रकमको रूपमा भनेको रकमको रूपमा फान्नन खिबन ओल्गो मिदा प्राप्त गर्ने आधारभूत मासिक तलब हो दिस इज खिबनको अर्को शब्दमै छ छैजइङगम बदा न्यूनतम तलब भन्दा न्यूनतम ज्याला भन्दा भने हुन्छ न्यूनतम तलब अथवा न्यूनतम ज्याला भने पनि ज्याला भन्दा नोके उच्च हुने गरी छेकचङ थयाइनन लगभग हुनुपर्ने एमगो ज्याला पारिश्रमिक हो दिस इज खिबनको आधारभूत तलब आधारभूत तलब चाहिँ अहिले 2025 मा न्यून तलब 1030 वन पर आवर छ भने 1030 वन भन्दा बढीको दरले दियो भने तपाईको आधारभूत तलब भइहाल्यो 1030 कै रूपमा दियो भने चाहिँ त्यो न्यूनतम तलब फेरि यसलाई छोइजइमको मदा न्यूनतम तलब भनेको न्यूनतम तलब भन्दा हुने ज्याला भन्दा नोबके उच्च हुने गरी छेकचङ थया हैन लगभग हुनुपर्ने इमको ज्याला हो भन्दा त्यो खिबनको भयो यति गरेपछि तपाईहरुले अहिको पार्ट 3 पनि बुझ्नु भयो भने लागेको छ पार्ट 4 अहिको पार्ट 4 त्यो पनि हेर्न नभुल्नु होला र अगाडिको पार्ट 1 र पार्ट 2 पनि हेर्न नभुल्नु होला म खिरेन्द्र राज मोक्तान नमस्कार इन्स्टिट्युट कीर्तिपुर र ओटिस प्लेटफर्ममा अध्यापन गराइरहेको छु सम्पूर्ण कोर्सका भिडियोहरू ओटिसको प्ले स्टोरमा गएर ओटिस एप्लिकेसनलाई डाउनलोड गरेर हेर्न नभुल्नु होला खामसाम्निदा यहाँको जय होस् धन्यवाद।